안녕하세요. सम्पूर्णलाई नमस्कार। मेरो नाम सञ्जनारायण मगर हो। आज म तपाईहरुलाई इपिएस टपिकको कोरियन बेसिक अर्थात् तपाईहरुमा आज कोरियन किताबबाट आएको छङ्गु मुनुवाहरुको मिनिङहरुमा भन्न गइरहेको छु। यो चाहिँ च्याप्टर 1 हो। आज म तपाईहरुलाई च्याप्टर 1 देखि सुरु गर्न चाहन्छु। यो चाहिँ च्याप्टर 1 को छङ्गु मुनुवाहरु भयो है। ल हेर्नु होला। सुरुमा चाहिँ यहाँ नारा भनेको देश हो, चाराम भनेको मान्छे, हाङदुक भनेको कोरिया, नेपाल भनेको नेपाल, थङतिमोरो भनेको पूर्वी टिमोर, म्यानमार भनेको म्यानमार, श्रीलङ्का भनेको श्रीलङ्का, मङ्गोल भनेको मङ्गोलिया, बङ्गलादेशी भनेको बङ्गलादेश, चुङ्गुक चाइना, कम्बोडिया भनेको कम्बोडिया, किरिगिजुस्तान भनेको किर्गिस्तान, ताजिकिस्तान भनेको ताजिकिस्तान, फिलिपिन भनेको फिलिपिन्स, थेगुक भनेको थाइल्यान्ड, पाकिस्तान भनेको पाकिस्तान, खेसिक्चक भनेको औपचारिक मुनुवा संस्कृति, खेङ्गु साङवाङ साङथे अवस्था, हाक्सुक मोक्फियो भनेको सिकाइको उद्देश्य, थेदा भनेको हुनु, मुतको सोधेर, ससुर वर्णन व्याख्या, उइमुन हेङ्गुरो प्रश्नवाचक रूपमा, थेआए बारेमा, खुक्चक राष्ट्रियता, फेवेन अभिव्यक्ति, नाई भनेको उमेर हो। यो चाहिँ है इन्फर्ममा पढे गरिन्छ। यन्से भनेको चाहिँ उमेरमा पढे गरिन्छ, उमेर हो। यसमा चाहिँ फर्ममा पढे गरिन्छ। हाक्सिङ भनेको विद्यार्थी हो। होइसवन भनेको चाहिँ कम्पनीको कर्मचारी, कुल्लोजा भनेको श्रमिक, खेङछालगवान भनेको प्रहरी अधिकृत, सोबाङगवान भनेको दमको कर्म, आनुसा भनेको नर्स हो, एउरिसा अथवा छोरिसा भनेको कुक मान्छे, छम्मोन भनेको विक्रेता अथवा पसले मान्छेलाई, हुइसा भनेको डाक्टर हो, उन्जङ्गिसा भनेको चालक, नुङ्बु भनेको किसान, मुक्सु भनेको सिकर्मी, फाल्गुब इल्जा भनेको जारीमिति, इरुम भनेको नाम, लाओसु भनेको लाओस, फेथुनाम भनेको भियतनाम, छागीसोगी भनेको चाहिँ यो चाहिँ छागी भनेको आफू हो, सोगी भनेको परिचय, छागीसोगी भनेको आफ्ना परिचय, छुवा भनेको कर्ता, सुगी भनेको लेखाइ लेख्ने, थुगी भनेको सुन्ने अथवा सुन्ने मान्छेलाई, अनु भनेको कुन, इक्की भनेको पढ्ने पढाइ, सोक्सङ भनेको गुण विशेषता, मिङ्सा भनेको नाम, मुम्ब भनेको व्याकरण, अहि भनेको शब्दावली शब्दकोश, सङ्बो भनेको जानकारी, इन्सा एजल भनेको अभिवादन, मुन्जाङ भनेको वाक्य, थाप अथवा थेदाप भनेको उत्तर, चिगप भनेको पेसा, मुवत भनेको के, एफोसेयो भनेको गरी हेर्नुहोस् अथवा गरेर हेर्नुहोस् भनेको, थेवा भनेको कुराकानी अथवा संवाद वार्ता मान्छेलाई, छागी साजिन अथवा छागी छासिन भनेको आफ्नो आफू, छिक्कुब छिउई छिकछेक अथवा छिग्वी भनेको अवस्था पद ओहदा मान्छेलाई, छिगमिङ भनेको पेसाको नाम, खाजाङ अथवा छेल भनेको सबैभन्दा, सङसेनिम भनेको शिक्षक शिक्षिका, खोगे भनेको सिट, खोमुवन सरकारी कर्मचारी, हरि भनेको कम्मर, तो भनेको फेरि, तोनुन भनेको या अथवा वा अथवा अझै, सङ्बेल भनेको लिङ्ग, साङदे फाङे थेयान भनेको अर्को व्यक्तिको बारेमा, छेसु छ भनेको इसारा, आनियो भनेको होइन, ने भनेको हजुर पनि हो, चार पनि हो, सिगप भनेको पेसा काम, छोङ्गेङ भनेको सम्मान, छिनान भनेको घनिष्ठ अथवा इक्सुकान भनेको पनि घनिष्ठ हो। अबु भनेको माझी माछा मार्ने, किसुजा भनेको प्राविधिक टेक्निसियन, हानसोन भनेको एउटा हात, फान भनेको आधा, योङ हानफेहेन भनेको उपयोगी अभिव्यक्ति, साङदे भनेको विपक्षी दोस्रो पक्ष, साङदे तारा भनेको दोस्रो पक्षको आधारमा, काङसिङ भनेको शैली पनि भन्छ विधि पनि भन्छ, थामान भनेको तर, ओल्सिन भनेको निकै, ओन्सोनोरो भनेको बायाँ हात, ओरुन्सोन भनेको दायाँ हात, आक्सु भनेको हात मिलाउनु ह्यान्डसेक गर्नु भन्छ, ओरुन्फाल भनेको दायाँ पाखुरा, थाना भनेको शब्द, फिनखान भनेको खाली ठाउँ खाली बाघ, सरुन्चाल भनेको 30 वर्ष उमेर, थुङरोक्चुङ भनेको चाहिँ थुङरोक्जुङ भनेको दर्ता नम्बर, सङमेङ भनेको पुरा नाम, थुङरोक्बनो भनेको दर्ता पत्र अथवा दर्ता नम्बर पनि भन्छ यसलाई, खुग्गा भनेको राष्ट्रदेश, छेडु छागिक भनेको बसाइ मान्यता, सेङ्गिल भनेको जन्मदिन है। यसलाई चाहिँ यो अनौपचारिक रूपमा भनिन्छ। इक्ता भनेको पढ्नु, सुधा भनेको लेख्नु, इलादा भनेको काम गर्नु, थुत्ता सुन्नु, नाथानेदा भनेको प्रगति गर्नु दर्शाउनु, नोप्ता भनेको अग्लो हुनु उच्च हुनु, वालङ्गादा भनेको पढे गर्नु, छक्ता भनेको थोरै हुनु अथवा लेख्नु, सुगिदा भनेको निहुराउनु,
छिनादा भनेको नजिक हुनु घनिष्ठ हुनु, ठुल्ला भनेको लाग्नु उचार्नु बोक्नु, थोराहादा भनेको भित्र जानु, खोबिदा भनेको छान्नु रोज्नु, छोथा भनेको राम्रो हुनु, इलादा भनेको काम गर्नु। हस् त साथीहरू, आज र म तपाईँहरू यति नै भने अरू चाहिँ अर्को भिडियोमा गरौँला। तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो यस्तो कमेन्ट गर्नु होला। यदि तपाईँ यस्तो भिडियोहरू चाहन्छु भने यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हस् त, धन्यवाद।